आफ्नो जीवनसाथी वा प्रेमी प्रेमिकालाई कहिल्यै भन्न नहुने 6 कुराहरू। पति पत्नी बीचको सम्बन्धमा टकराव आउने मात्र नभएर डिभोर्स नै हुनेसम्मका घटनामा निकै वृद्धि भएका छन् हिजो आज। यति मात्र होइन, प्रेमी प्रेमिका बीच ब्रेकअपको दर पनि बढ्दो छ। सम्बन्ध टुट्नुमा कुनै गम्भीर र ठूला कारण मात्रै नभएर ससाना असावधानीले पनि भूमिका खेलिरहेको हुन्छ। आज हामी तपाईलाई आफ्नो प्रेमी प्रेमिका वा पति पत्नीलाई भन्नै नहुने 6 कुराहरूको बारेमा वर्णन गर्दैछौँ। नम्बर 1, गलत शब्दको प्रयोग। एक सर्वे अनुसार झगडा गर्दा वा थोरै तिक्तता आउँदा गरिने गलत शब्दको प्रयोगले सम्बन्ध टुटाउन निकै भूमिका खेल्ने गरेको छ। अगुल्टो पनि नठोसी बल्दैन भन्ने भनाइ हाम्रो समाजमा निकै प्रचलित छ। बेला बखत झगडा हुनु स्वाभाविक नै हो, तर रिसको झोकमा अति नै अप्रिय र अनावश्यक शब्द मुखबाट निस्कन नदिनुहोस्। संयमताले नै तपाईको सम्बन्धलाई चिरस्थायी बनाउने गर्छ। नम्बर 2, सम्बन्ध तोड्छु नभनिहाल्नुहोस्। सयौं पटक आग्रह गर्दा पनि तपाईको जीवनसाथीले तपाईको कुरा सुन्ने नाम नै लिइरहेको छैन भने पनि रिसको झोकमा अलग्गिने कुरा नगरिहाल्नुहोस्। पहिला उससँग धेरै भन्दा धेरै कुरा गर्ने प्रयास गर्नुहोस्। उसको मनको कुरा बुझ्नुहोस्। यसो गर्दा उसले तपाईको कुरा किन मानिरहेको छैन भन्ने जान्न सक्नुहुन्छ अनि बिस्तारै उसकै ठाउँमा रहेर सम्झाउने कोसिस गर्नुहोस्। नम्बर 3, कतिपय सिक्रेट आफूसँगै सीमित राख्नुहोस्। बाहिरी दुनियाँमा कोही मन पर्यो भने उबारे आफ्नो जीवनसाथीलाई कहिले नभन्नुहोस्, जसले सम्बन्धमा खलल पुर्याउन सक्छ। वास्तविक जीवनमा तपाईको जीवनसाथी नै आफ्नो हो। बाहिरी दुनियाँमा देखिने मानिसहरू त घाम छाया जस्तै हुन्, जो जुनसुकै बेला पनि अलाप हुन सक्छन्। नम्बर 4, तुलना गर्नबाट बच्नुहोस्। अरू कोही राम्रो मानिससँग आफ्नो जीवनसाथीलाई तुलना गर्नबाट बच्नु नै बेस हुन्छ। तिमी भन्छ त उसको यो राम्रो छ, त्यो राम्रो छ भनेर तुलना गर्नुभयो भने उसलाई निकै नै नराम्रो लाग्न सक्छ। तपाई प्रतिको विश्वास डगमगाउन थाल्छ। कसैलाई पनि आफ्नो तुलना आफ्नो जीवनसाथीले अरूसँग गरेको मन पर्दैन। नम्बर 5, तिमीलाई त यति पनि आउँदैन है नभन्नुहोस्। तपाईले अपेक्षा गरेको केही सामान्य काम तपाईको जीवनसाथीले गर्न सकेन भने पनि यति पनि आउँदैन है भनेर नभन्नुहोस्। बारम्बार तपाईले यस्तो भनिरहँदा उसलाई निकै नराम्रो लाग्न सक्छ, जसले सम्बन्ध टुट्ने अवस्थासम्म पुर्याउन बेर लगाउँदैन। नम्बर 6, बहसलाई नलम्ब्याउनुहोस्। पति पत्नी वा प्रेमी प्रेमिका बीच कतिपय समयमा केही विषयमा बहस परिरहेको हुन्छ। यस्तो बहसलाई सकेसम्म नलम्ब्याएको नै राम्रो हुन्छ। यदि तपाईलाई आफू ठिक छु लागेको छ भने पनि त्यसलाई पुष्टि गर्ने धुनमा बहसलाई नतन्काउनुहोस्। जब बहस निष्कर्षमा नै पुगेर टुङ्गिन्छ, त्यहाँ त एकको जित र अर्काको हार नै अवश्य हुन्छ। यसले जित्नेमा घमण्ड र हार्नेमा बदलाव भावना उत्पन्न हुन सक्छ, जसले कालान्तरमा तपाईको सम्बन्धमा फाटो ल्याउन सक्छ। यस्तै विभिन्न किसिमका ज्ञानवर्धक, स्वास्थ्यवर्धक विभिन्न किसिमका सूचनाहरू प्राप्त गर्नका लागि तपाई हाम्रै च्यानल टिभी नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।